एक समयको कुरा हो। हरियो र रसिलो अम्बा, ग्वावा र सुनौलो पाकेको मेवा, पपाया एउटै बगैँचामा बस्थे। दुवै फल निकै स्वादिला र पौष्टिक थिए। तर उनीहरूमा एउटा समस्या थियो। दुवैलाई आफू नै मानिसका लागि सबैभन्दा महत्त्वपूर्ण फल हुँ भन्ने ठूलो घमण्ड थियो। अम्बा सधैँ गर्व गर्दै भन्थ्यो, ममा धेरै भिटामिन सी हुन्छ। मानिसलाई रोगबाट बचाउने काम म गर्छु। म बिना मानिस कमजोर हुन्छन्। मेवाले तुरन्त उत्तर दिन्थ्यो, त्यो त ठिक हो, तर म पेट सफा राख्छु, स्वास्थ्य राम्रो बनाउँछु। म बिना मानिसको पाचन प्रणाली नै बिग्रन्छ। दुवै दिनभरि झगडा गर्थे। बगैँचाका अन्य फलफुलहरू उनीहरूको झगडा सुनेर दिक्क हुन्थे। एक दिन बगैँचामा एक बुढो किसान आयो। उसले अम्बा र मेवाको झगडा सुनेपछि मुस्कुराउँदै भन्यो, तिमीहरू किन यस्तो झगडा गरिरहेका छौ? अम्बाले भन्यो, म नै सबैभन्दा उपयोगी फल हुँ। मेवाले पनि भन्यो, होइन, म नै सबैभन्दा महत्त्वपूर्ण हुँ। किसानले केही नबोली दुवैलाई अर्को दिन बजारमा लिएर गयो। बजारमा एउटा सानो बिरामी केटा आयो। डाक्टरले उसलाई भिटामिन चाहिएको बताए। किसानले अम्बा दियो। केटाले खाएर खुसी हुँदै भन्यो, वाह, अब म चाँडै निको हुन्छु। अम्बा निकै गर्वले मुस्कुरायो। केही समयपछि अर्को मानिस आयो। उसको पेट दुखिरहेको थियो। किसानले उसलाई पाकेको मेवा दियो। मेवा खाएपछि मानिसले राहत महसुस गर्यो र भन्यो, यो त धेरै फाइदाजनक रहेछ। अब मेवा पनि खुसी भयो। त्यसपछि किसानले दुवैलाई शान्त स्वरमा भन्यो, हेर, मानिसलाई कहिले अम्बाको आवश्यकता पर्छ, कहिले मेवाको। तिमीहरू दुवै आआफ्नो ठाउँमा महत्त्वपूर्ण छौ। संसारमा कुनै पनि राम्रो चिज सानो हुँदैन। अम्बा र मेवाले एक अर्कातिर हेरे। उनीहरूलाई आफ्नो गल्ती महसुस भयो। अम्बाले भयो, माफ गर साथी, मैले तिमीलाई सानो ठाने। मेवाले पनि मुस्कुराउँदै भन्यो, मैले पनि घमण्ड गरे। अबदेखि हामी साथी बनौँ। त्यस दिनपछि अम्बा र मेवा मिलेर बस्न थाले। उनीहरूले बुझिसकेका थिए कि सबैको आफ्नै महत्त्व हुन्छ। नैतिक शिक्षा, घमण्ड गर्नु राम्रो होइन। सबैको आफ्नै महत्त्व र गुण हुन्छ।